छैन है। आज यो अलि साथीहरूले सोधेको है भुटान जाँदा के चाहिन्छ, भुटान जाँदा के लाग्छ है, त्यस्तो सोध्नुहुँदै थियो। अहिले अलिअलि सुनेको अनुसारमा चाहिँ अलि भनौँ भनेर सोचेको थिएँ है। कहिलेदेखि सोधेको है। अन्त त्यसको बारेमा अलि भनौँ भनेको है भरे। अन्त मेरो यति राम्रो त थाहा। ल साथी, यो चाहिँ डल्लै खर्सानी आइछ है साथीहरू। डल्लै खर्सानी सुन्तला आएछ, एभोकाडो, अन्त फर्सी के आउँछ आफै आउँदैछ, खोइ कहाँबाट आएको यसै साथीहरू यहाँतिर। सिम्बी चुचे गरेर आफै आएको खोइ। यो कहाँबाट आयो डल्लै खर्सानी, क्या दामी आउँदैछ फेरि ठुलो। हेर्नु आफै आएको यो चाहिँ रफीको आफैको यो के दामी फुल रहेछ यहाँतिर। यहाँतिर क्या हो पिङ्क कलरको नाम भन्दै थियो साथीले, बिर्सेछ। आज चाहिँ खास यो है भुटान जाँदा के लाग्छ त्यही बारेमा है साथीहरूले सोध्नुहुँदै थिए। त्यहाँ भनौँ भनेको, किनभने भुटान जाँदा आएको हुन्छ इन्भिटेसन थ्रोमा गयो भने चाहिँ गाइड परेन जस्तो लाग्यो है इन्डियनको लागि। अरू बाहिर देशको लागि चाहिँ थाहा पाएन। एकचोटि मेरो चिनाजाना हङकङतिर छ यिनीहरू यस्तो इन्भिटेसन यस्तोमा जान्छु भन्दै थिएँ है। अन्त त्यसले गर्दा मैले सोध्दा चाहिँ त्यसो पाउँदैन भन्दै थिएँ, चाइनिजहरूको चाहिँ नपाउँदो रहेछ। अन्त इन्डियनको लागि चाहिँ इन्भिटेसन छ भनेदेखि चाहिँ भुटानबाट कागज पठाएको छ भनेदेखि चाहिँ पर डे 1500 दिनु पर्दैन है, पर डे 1500। अन्त टुरिस्ट गाइड पर्दैन जस्तो लाग्यो, किन भन्दा है त्यो जुन चाहिँ इन्भिटेसन दिने मान्छेले लान्छ त कहाँ के हो कानुनको थ्रोमा है, त्यस्तो हुन्छ है कानुन। इन्डियाको लागि चाहिँ अब नेपालको लागि चाहिँ कुनै थाहा पाएन त्यस्तो है। नेपालको लागि चाहिँ खास डलर नै दिनुपर्छ। डलर पर डे खै कति लाग्छ कि, तर बेसी त लाग्दैन बाहिर देशको मान्छेहरू। हेलो गुड मर्निङ सबैजनाले, गुड मर्निङ छ। म चाहिँ यता कफी खाने आएको है साथीहरू, कफी खाने आएको। अन्त यहाँ थुक्पा पनि बनाउँदैछ। खानै मन लाग्दैन है, टेस्ट पनि लाग्दैन। त्यसले गर्दा म चाहिँ थुक्पा बनाएर खाँदैछु। चावलको थुक्पा भुटानको टिम्बुल लगाएर। अन्त आज चाहिँ खास ब्लग छैन है। आज यो अलि साथीहरूले सोधेको है भुटान जाँदा के चाहिन्छ, भुटान जाँदा के लाग्छ है, त्यस्तो सोध्नुहुँदै थिएँ। अहिले अलिअलि सुनेको अनुसारमा चाहिँ अलि भनौँ भनेर सोचेको थिएँ है। कहिलेदेखि सोधेको है। अन्त त्यसको बारेमा अलि भनौँ भनेको है भरे। अन्त मेरो यति राम्रो त थाहा छैन अब भुटान गुरुहरू के छ है, तर अलिअलि के सुनेको अनुसार चाहिँ है भनिदिन्छु है त्यो साथीहरू। भरे एकछिनमा त्यहाँ ब्रेकफास्ट बनाउँदैछ होइन। आमामा यो चामल त कहिले तोड्ने अन्त यो चामल त अन्त पकाउँदा साथीहरू खाँदैन। कोही बेला नपकाउँदा फेरि साथीहरू पुरा आउँछ। गाह्रो छ हौ, साथीहरू आउँछ होला भनेर क्या हो पुरा पकाएको थिएँ, चाहिएन कोही भने। ल यस्तै छ आजको मौसम भन्नुपर्दा। आजको त्यस्तै छ। अब यहाँको मौसम के गर्नु, यहाँको मौसम यस्तै हो। रात हो कि दिन हो थाहै हुँदैन है, यस्तो छ। तर यहाँ सबभन्दा यो ठाउँमा चाहिँ यस्तो हुन्छ है, घुम सोनादा अरू ठाउँमा हुँदैन। हाम्रो भुटानतिर चाहिँ आउँछ कि, तर एकछिनमै हराउँछ क्या। त्यो भुटान एउटा ठाउँमा चाहिँ त्यस्तै छ हाम्रो यहाँको जस्तो है, एउटा गेदु भन्ने ठाउँमा है, फुन्चलिङ टु थिम्पू जाने बिचमा त्यस्तै छ। रात हो कि दिन हो कि थाहै हुँदैन। यहाँ पनि त्यस्तै छ है, एकदम रात हो कि दिन हो। बजार जाँदा त कोही बेला त गाडीले ठोक्ला जस्तो गर्छ। अन्त
त्यो माथि बाटो सानो भएर पानी पानी परेको बेलामा त आम्मामा गाडी पनि स्पिड हुन्छ सबै आम्मामा त्यो खर्च छ कि के छ हेर्दैन हिजो अस्ति त सबै बिजिने आम्मामा त्यो खल्टोमा पानी थियो होला गाडीले आजकल त्यस्तो हेर्दैन आमा डाइङ कुदाउनु गाडीले मायै छैन त्यस्तो चाहिँ दिन्छ आज साथीहरू म चाहिँ हिजो अस्ति भन्दा आधी जाति भएको थियो हिजोको दबाईले चाहिँ काम लाग्यो एकदम काम लाग्यो त्यो कहाँबाट लिएको मैले बानीको ठाउँबाट त लिएको छैन तर कुनबाट लिएको खै मैले बानीको ठाउँ चाहिँ यो के अरे अर्को थियो त्यहाँबाट चाहिँ जाति हुन्छ भन्ने थियो र पनि यो कुन चाहिँ नयाँबाट लिएको भन्ने थियो तर राम्रै भयो एकदम हिजो अस्ति भन्दा एकदम एकैचोटि अन्त राम्रो भयो पनि अहिले भएको छैन त्यति हो अहिले भएको छैन राम्रो त अन्त यो जाति भएपछि पुरा काम छ यो बिमारीले गर्दा रहेको पुरा काम छ नि कहाँ जानु पर्ने है ब्याङ्कतिर पनि जानु पर्ने छ मेरो के कागजहरू के भयो क्या है ब्याङ्कतिर कहाँतिर है अन्त मेरो चेस्टमा फुटेर है चेस्टमा छैन भने अब देख्नु त देख्छ त्यति टाढो चाहिँ देख्दिनँ सानो चाहिँ देख्छ तर टाउको दुख्छ मेरोमा चाहिँ यो चेस्टमा छैन भने चाहिँ टाउको दुख्छ कि त्यसले गर्दा चेस्टमा छिटो बनाइहाल्नुपर्छ अब कहाँ हुन्छ अब दार्जिलिङमा हुन्छ कि सिलगढी हुन्छ कि यहाँ त पाउनु त पाउँछ तर खै राम्रो हुँदैन होला पाउनु त यहाँ पनि पाउँछ मैले चिज अस्ति दार्जिलिङमा बनाएको थिएँ त फर्स्ट चाहिँ सिलगढी बनायो त्यो फुटायो सिलगढी बनाएर कति महिनामा फुट्यो होइन त्यहाँदेखि दार्जिलिङ लग्यो दार्जिलिङ गएर बनायो 1 महिना नहुँदा फुट्यो अब फेरि कहाँबाट बनाउनु पर्छ कि छिट्टै फुट्छ मेरो हुँदैन यो ऐनाको यो अरू है ऐनाको चिज चाहिँ मलाई यस्तो संस्था चाहिँ अलिक थाम्दैन जस्तो लाग्यो किनभने छिट्टो फुटिहाल्छ फोनको ऐना भयो यो यस्तो ऐनाहरू ल हेर्दै जाउँ ल आज के अन्त आजको यहाँ है भुटानको बारेमा अलि साथीहरू सोधेको छ है भनौँ भन्दा खै म त्यतिर थाहा छैन त त्यसले गर्दा अलिअलि सुनेको आन्सरमा चाहिँ म भन्छु है त अन्त त्यति त राम्रो थाहा छैन किन भन्दा म पनि सोधेको छैन त के लाग्छ के हो है त्यसले गर्दा अलिअलि सुनेको आन्सर चाहिँ यो गर्छ है त आज भनिदिन्छ हजुरले ल साथी यो चाहिँ डल्लै खर्सानी आइछ है साथीहरू डल्लै खर्सानी सुन्तला आएछ एभोकाडो अन्त फर्सिट के आउँछ आफै आउँदैछ खोइ कहाँबाट आएको धेरै छ है साथीहरू यहाँतिर सिम्बी चुचे गरेर आफै आएको खोइ यो कहाँबाट आयो डल्लै खर्सानी क्या दामी आउँदैछ फेरि ठुलो हेर्नु आफै आएको यो चाहिँ रफीको आफै आएको यो के दामी फुल रहेछ यहाँतिर त्यहाँ क्या हो पिङ्क कलरको नाम भन्दै थियो साथीले बिर्सेछ आज चाहिँ खास यो है भुटान जाँदा के लाग्छ त्यही बारेमा है साथीहरूले सोध्नुहुँदै थिए त्यहाँ भनौँ भनेको किनभने भुटान जाँदा चाहिँ खास इन्डियनको लागि चाहिँ पर डे 1200 दिनुपर्छ त्यो कुन चाहिँ फी भन्दै थियो त्यो चाहिँ 1200 तर हजुरहरू 1200 पर डे 1200 एक पर्सनको अन्त गाइड चाहिँ लानै पर्छ गाइड टुरिस्ट गाइड त्यो गाइड पनि है कानुनले गर्दा खोइ पहिला के गरे होला खोइ के काम बिगारेको थियो होला त्यसले गर्दा गाइड अहिले चाहिँ गाइड बिना है कोही जानु सक्दैन भन्दा जुन चाहिँ यो भुटानबाट इन्भिटेसन आएको हुन्छ इन्भिटेसन थ्रोमा गयो भने चाहिँ गाइड परेन जस्तो लाग्यो इन्डियनको लागि अरू बाहिर देशको लागि चाहिँ थाहा पाएन एकचोटि मेरो चिनाजाना हङकङतिर छ यिनीहरू यस्तो इन्भिटेसन यस्तोमा जान्छु भन्दै थिएँ है
अन्त त्यसले गर्दा मैले सोध्दा चाहिँ त्यसै पाउँदैन भन्दै थिएँ चाइनिजहरूको चाहिँ नपाउँदो रहेछ अन्त इन्डियनको लागि चाहिँ इन्भिटेसन छ भनेदेखि चाहिँ भुटानबाट कागज पठाएको छ भनेदेखि चाहिँ पर डे 1500 दिनु पर्दैन है पर डे 1500 अन्त टुरिस्ट गाइड पर्दैन जस्तो लाग्यो किन भन्दा है त्यो जुन चाहिँ इन्भिटेसन दिने मान्छेले लान्छ त कहाँ के हो कानुनको थ्रुमा है त्यस्तो हुन्छ है कानुन इन्डियाको लागि चाहिँ अब नेपालको लागि चाहिँ कुनै थाहा पाएन त्यस्तो है नेपालको लागि चाहिँ खास डलर नै दिनुपर्छ डलर पर डे खै कति लाग्छ कि तर बेसी त लाग्दैन बाहिर देशको मान्छेहरू जस्तो लाग्दैन है बाहिर देशको चाहिँ अब अहिले चाहिँ 100 लाग्दैछ होइन 100 पछि हटाउनु पनि सक्छ भन्नु सक्दैन रहेछ के हो भन्नु सक्दैन रहेछ तर नेपालको लागि चाहिँ डलर लाग्छ अन्त हामी पनि नेपाल जाँदा लाग्छ नि त्यही सेम हो हुनु त बेसी त लाग्दैन खै कति लाग्छ 240 सबै बाँध्दै थियो हुनु अन्त इन्डियाको लागि त्यस्तो छ पर डे 1200 अन्त कति वर्षदेखि चाहिँ 600 भन्दै थिएँ 600 अन्त कति वर्षदेखि सानो चाहिँ पर्दैन भन्दै थिएँ एन्ट्री फी सबै पर्दैन भन्दै थिएँ अन्त त्यस्तो सुनेको थिएँ अन्त अर्को कुरा के छ भने गाइडको अब कति हो क्या गाइड कम्तीमा होटल 3 स्टारदेखि माथि बस्नुपर्छ अन्त पर्छ होइन तर कतिजनाले भन्छ अब है अब ग्रुपमा गयो भने चाहिँ अर्को देशमा गएको भन्दा भुटान ठिक रहेछ भन्नुहुँदै थियो है मैले धेरै यस्तो युट्युबहरू हेर्छु त्यो सुन्दाखेरि चाहिँ सोलो ट्रिप गरेको भन्दा ग्रुपमा गयो भने चाहिँ अर्को देशमा घुमेको भन्दा सबभन्दा कम्ती भुटानमा लाग्छ भन्दै थियो यस्तो सुनेको थिएँ है साथीहरू है ग्रुपमा गयो भने चाहिँ किन भन्दा गाडीको अलग्गै परेन अन्त टुरिस्ट गाइडले अलग्गै परेन अन्त होटल ठुलो हुन्छ होइन होटल ठुलो छ भने चाहिँ है अन्त बेड अलग्गै एक्स्ट्रा हालिदिएको हुन्छ त्यसले गर्दा धेरै पैसा कम्ती हुन्छ त ग्रुपमा अब हुन त सोलो ट्रिप गएको राम्रो हो होइन अब जे गरे जहाँ गयो कहिले आयो कहिले गयो भने है अन्त खुसी हुन्छ नि है खुसी हुन्छ त्यसले गर्दा सोलो ट्रिप चाहिँ ठिक लाग्छ तर अब चिपको लागि पैसा अब खर्च कम्तीको लागि सोच्यो भनेदेखि चाहिँ ग्रुपमा गएको फाइदै लस जुन चाहिँ कन्ट्रीबाट आयो भने तर अब अरू देश जस्तो क्या हो पैसा यस्तो तिरे सकेर पनि भिजा पाउँछ कि पाउँदैन भनेर छैन जस्तो लाग्यो किन भन्दा है पैसा चाहिँ दिनु पऱ्यो पर डे जहिले गयो भने पाउँछ है जहिले गयो भने पैसा चाहिँ पर डे कति दिनु पर्दो रहेछ अन्त गइसकेपछि चाहिँ भिजा पाउँछ कि पाउँदैन भने चाहिँ यस्तो डाउट गर्नु हुँदैन है म जस्तो अब उता के अरे धागिन दिथेँ नि त है म जस्तो अब म उता युरोपमा ट्राई गरेको थिएँ होइन युरोपमा ट्राई गर्दा अन्त पैसा कति गयो दिल्लीमा खन्दा बस्दा अन्त यस्तो गरम जग्गामा के खानु पऱ्यो पिउनु पऱ्यो चिसोहरू कति लग गइसक्यो होइन लग गइसकेँ तर मैले त दिनु परेन उता जुन चाहिँले इन्भिटेसन दिन्छ त्यसले तिरिसक्यो सबै 3 चोटि ट्राई गरेँ 3 चोटिमा कति गयो होला यस्तो पैसा गयो भिजा पो पाएन अन्त भुटानमा त्यस्तो छैन पैसा दियो जहिले गयो भने हुन्छ भिजा पाउँछ पाउँदैन भनेर छैन जस्तो लाग्यो है जहिले गयो पाइहाल्छ त्यसले गर्दा हजुरहरू जहिले गयो भने हुन्छ तर यस्तो तिर्नुपर्छ है अन्त सोलो ट्रिप भन्दा चाहिँ ग्रुपमा गएको चाहिँ राम्रो है ग्रुपमा चाहिँ किन धेरै चिप पर्छ त त्यसले गर्दा त्यस्तो छ अन्त अब टाइम भन्दा टाइम चाहिँ अब सेप्टेम्बरदेखि अक्टोबर नोभेम्बर डिसेम्बरहरू चाहिँ एकदम दामी लाग्यो मैले चाहिँ भुटान पानी पनि पर्दैन अब घुम्दा पनि के आरामले होइन अब पैसा गयो घुम्नु राम्रो पाएन मौसम राम्रो छैन पानी परेर फगी लागेर यस्तो छ भने चाहिँ अन्त पैसा मात्रै लस हुन्छ होइन त्यसले गर्दा हजुरहरू चोइस गर्दा चाहिँ सिजन यस्तो कुनमा मौसम राम्रो हुन्छ त्यस्तो चाहिँ है हजुरहरूले हेर्नुपर्ने हुन्छ अन्त त्यस्तो हेरेर चाहिँ हजुरहरूले जान सक्नुहुन्छ अन्त भुटानमा त्यस्तो छ है
पैसा तिर्नै पर्छ तर भिजा पाउँछ कि पाउँदैन भनेर कोही कोही बेला के एयरपोर्टबाट पठाइदिन्छ नि तल म चाहिँ अहिलेसम्म एयरपोर्टबाट चाहिँ फर्किने परेको छैन है जहाँ गयो अहिलेसम्म के रोकेको छैन जुन चाहिँ कन्ट्रीमा गयो भने तर एकचोटि चाहिँ उता सिङ्गापुरको फ्लाइट क्यान्सल भएर चाहिँ एकचोटि त्यहाँ दिल्लीमा अलि यो के बस्नु परेको थियो त्यही नै हो अन्त जुन चाहिँ कन्ट्रीमा गयो भने फर्किनु परेन है कति ठाउँमा त्यस्तो हुन्छ त एयरपोर्टबाट फर्काइदिन्छ पैसा गयो उता घुम्नु पाएन त्यस्तो हुन्छ क्या त्यहाँ भुटानमा छैन तर रुलमा चल्नु पऱ्यो कानुनमा चल्नु पऱ्यो पैसा जान्छ अब मान्छे नै राम्रो छ भने त पैसा त पाइहाल्छ होइन मेन त मान्छे राम्रो चाहिन्छ है जे गरेर पनि जे गर्दा पनि मान्छे राम्रो चाहिन्छ मन राम्रो चाहिन्छ मान्छे बिमारी नहोस् बिमारी छैन भने चाहिँ त्यही नै खुसी होइन त्यसले गर्दा पैसा त गयो आइहाल्छ होइन जान्छ आउँछ मान्छे नै राम्रो छ भने पैसा आइहाल्छ त्यसले गर्दा हजुर मजाले घुम्न सक्छ तर पैसा जान्छ अब इन्जोय गरे पनि गर्नु परेन है एक दुई दिनको जिन्दगी आज छ भोलि हुन्छ कि हुँदैन है मजाले घुम्नुपर्छ धर्म पनि गर्छ जे कुरा पनि दुई आउँछ होइन राम्रो नराम्रो सानो ठुलो यस्ताहरू हुन्छ होइन पोजिटिभ नेगेटिभ र पोजिटिभ त्यही हुन्छ त्यसले गर्दा मान्छे नै राम्रो छ भनेदेखि चाहिँ पाइहाल्छ पैसा के गर्नु पैसा है बेसी राखेर पनि भोलि मर्दाखेरि कसले खान्ला न आफ्नो पैसाको लागि अरू फ्यामिलीहरू आजकल पुरा यसै देखिरहेको हुन्छ झगडा परेको आफूले दुःख गरेर पैसा राखे आफै गयो अरू दुःख पर्छ झगडा पर्छ त्यसले गर्दा आफै जिउ राम्रो होस् मजाले घुम्ने मजाले धर्म गर्ने त्यही नै ठिक हो है मेरो त्यही सोच त्यही हुन्छ मेरो ड्रिम धेरै छ त्यस्तो है अब के गर्नु पैसा बेसी राखेर पनि होइन त्यस्तै हुन्छ झगडा पर्छ अरू बस्नेहरू आफै पनि मरेर जाँदा पनि आफै पनि के हो त्यो अरू झगडा परेको देख्दाखेरि आफ्नो धन सम्पत्ति पछि के हो उभिरहेको छ त्यो अब बाटो पनि राम्रो हुँदैन त्यसले गर्दा ठिक्कै है बोकले नमरोस् त्यही ठिकै होइन मजाले घुम्नुपर्छ त्यही नै हो घुम्नुपर्छ पैसा जान्छ आउँछ त्यसले गर्दा है त्यस्तो चाहिँ भुटानको रोड छ है अन्त इन्डियाको लागि चाहिँ त्यस्तो छ नेपालको लागि चाहिँ अब एक्ज्याक्टली थाहा छैन डलर लाग्छ यस्तो सुन्यो है भन्यो त्यही कति लाग्छ म बिर्सेछ त हामी पनि लाग्छ होइन नेपाल आउँदा फर्स्ट टाइम आउँछ नलाग्दो रहेछ है नेपाल आउँदा सेकेन्ड टाइमदेखि चाहिँ डलर लाग्छ तर बेसी होइन अरू बाहिर देशको यो मान्छेहरू जस्तै बाहिर देशको त कति 100-200 दिनुपर्छ भुटानमा आउँदा तर त्यो त के होइन नि भुटान माउन्ट एभरेस्ट यस्ताहरूमा जाँदा त आमा पर डे कति दिनुपर्छ र आमा डलर भुटानमा छ हुन त यस्तो माउन्टेन ठुलो यिनीहरू ट्रेकिङमा जान्छ त्यति दिनुपर्छ तर पैसा अलग्गै दिनु पर्दैन यस्तो सुतेको ठाउँमा अलि के हिँडेर जानुपर्छ त्यसले गर्दा अलि महँगै हुन्छ त्यसले गर्दा है त्यस्तै छ हजुर नेपालको लागि चाहिँ त्यति थाहा पाएन हौ कति लाग्छ थाहा त पाएको थिएँ कि बिर्सेछ इन्डियाको लागि चाहिँ 1200 पर डे लु त्यस्तै छ अब चाहिँ राख्नुपर्छ होला साथीहरू मेरो अब पछि राम्रो थाहा पायो भने चाहिँ पछि फेरि हजुरले मजाले बताइदिउँला तिर पनि ब्याकग्राउन्ड म्युजिक पनि थाल्यो अन्त यस्तो छ अन्त हजुरहरू घुम्नु गयो भने चाहिँ त्यस्तो छ है हजुर है पर डे 1200 इन्डियाको लागि चाहिँ अन्त अब मेरो भिडियो पनि धेरै लामो हुँदैछ यो दृश्य देखाउँदै म चाहिँ यहीँ राख्नुपर्छ होला है साथीहरू है यस्तो चाहिँ यहाँको दृश्य छ है यस्तो छ है एकदम मजाको के अहिले प्राकृतिक दृश्य ब्याकग्राउन्ड म्युजिक पनि आइरहेको छ यस्तो है उता इन्डिया नेपाल बोर्डरतिर एकदम उज्यालो भइरहेको छ अन्त यतातिर चाहिँ सिलगढी पर्छ है साथीहरू यो पछाडि चाहिँ सिलगढी उता उज्यालो जुन चाहिँ उज्यालो भएको छ त्यहाँ चाहिँ नेपाल इन्डिया बोर्डर है पहिला पनि देखाइसकेको छ अन्त यो देखाउँदै आज चाहिँ है बिदा माग्छु सबैजनाले बाई अन्त मैले फेरि पछि राम्रो राम्रो के थाहा पायो भने चाहिँ फेरि बताइदिउँला त्यही भन्दा आजको लागि चाहिँ यही बिदा माग्छु सबैजनालाई बाई गुड नाइट।